हामी थाकेका छौँ, त्यस कारणले गर्दा भोलि तपाईँहरूलाई चाहिँ आनन्दले चाहिँ नुहाइधुवाइ भोलि रेस्ट रहेको छ है। थ्याङ्क यू। अनि त्यसपछि हामी फेरि पर्सि र पर्सि अथवा बिहिबार र शुक्रबार हाम्रो मेलाको प्रिपेरेसन रहेको छ र शनिबार हाम्रो मेला रहेको हुन्छ। त्यसले गर्दा पर्सि हामी बिहिबार चाहिँ हामी सबैजना 7:30 बजे नै आउँ, किन भन्दा बिहिबार र शुक्रबार मात्रै छ हाम्रो मेलाको लागि तयारी। कल्चरल ग्रुपहरूको सबैको डान्सहरू चाहिँ गर्नुपर्छ। सायद हामीले शुक्रबार नै देखाउनु पऱ्यो भने हामी एकदमै फुल तयारीका साथ बस्नुपर्ने भएको हुनाले म यहीँबाट चाहिँ के भन्न चाहन्छु भने तपाईँहरू पर्सि बिहिबार 7:30 बजे सबैजना कलेजमा आइदिनु होला र हामी त्यही नै एटेन्डेन्सहरू ग्राउन्डमै एटेन्डेन्स गर्छौँ र सबैजनाको हामीले डिपार्टमेन्ट चाहिँ छुट्याइदिन्छौँ र छुट्याइसकेको पनि छौँ। त्यहाँनिर एउटा दुइटा चाहिँ गडबड भएको छ, अनि त्यो डिपार्टमेन्ट अनुसार चाहिँ तपाईँहरू आफ्नो काममा लाग्नु होला र सबैजना चाहिँ रेस्ट एक दिनलाई फुल रेस्टका साथ बस्नु होला र म यो माइक धन्यवाद। म रिजल्ट सुनाउन गइरहेको छु। म रिजल्ट पछाडिबाट सुनाउँथेँ। फर्स्ट भन्यो भने त सबै जित्ताएर केही सुनिन्न, त्यस कारण पछाडिबाट भन्छु। फोर्थ सफल हुनुभएको छ ब्लू हाउस। यो सबै गेममा हामी ओभरअल काउन्ट गरेका छौँ। सबैमा टोटल सबैमा ब्लू हाउस फोर्थ हुनुभएको छ। अनि थर्डमा हुनुहुन्छ रेड हाउस। अब सेकेन्डमा हुनुहुन्छ येल्लो हाउस। ग्रिन हाउस